नेपाल सीमाको काकर भित्तामा अहिले हामी उपस्थित छौँ। भारतमा जतिजनाले पनि यो समाचार हेरिरहनु हुनेहरूलाई हामी यही भिडियो मार्फत एउटा अवगत गराउन चाहन्छौँ कि भारत र नेपाल सीमामा जुन कडाई गरेको भन्ने र एकदमै प्रवेश गर्दाखेरि भन्सार 100 रुपैयाँभन्दा बेसीको सामानको भन्सार लिने गरेको र साधारण मान्छेहरूलाई दुःख दिएको भन्ने जुन समाचारहरू अहिले घरि इन्डियामा भाइरल भइरहेछ त्यो चाहिँ एकदमै झुटो। र हामीले ग्राउन्ड रिपोर्टिङ गर्दाखेरि के पायौँ भन्दाखेरि यहाँ चाहिँ साधारण मानिसहरूलाई कुनै दुःख नदिने 100 रुपैयाँभन्दा बेसी सामान घरेसी सामानमा पनि कुनै भन्सार तिर्नु नपर्ने, तर जो स्मग्लरहरू छ र व्यापारीहरूले जसले चाहिँ भन्सार लुकाएर धेरै सामानहरू ओसार पोसार गर्दैछन् तिनीहरूलाई कडाई गर्नको निम्ति मात्रै यो नियम लागू गरेको हो। र वर्तमान सरकारले यो गरेको होइन, योभन्दा विगतमा यो चाहिँ ओलीको सरकारमा पनि रहेको थियो, तर अहिले आएर फेरि यो चालू भएको अनि यसमा कतिपय इम्पोर्ट एन्ड एक्सपोर्टको दायराभित्र पर्ने सामानहरू मात्रै चाहिँ भित्र र बाहिर गर्नु पाउने अनि नेपाल प्रवेश गर्दाखेरि भ्यालिड आइडेन्टिटी कार्ड छ भने तपाईँलाई कुनै पनि समस्या नपर्ने हामी तपाईँहरूलाई बताउन चाहन्छौँ। यस विषय लिएर हामी तपाईँहरूलाई सम्पूर्ण डिटेल्स पनि देखाउँछौँ। यहाँका स्थानीय पत्रकारहरू साथै यहाँ भारतबाट आउने पर्यटक साथै यहाँ भ्रमण गर्ने जति पनि मानिसहरू छ उहाँहरूले पनि यस विषय लिएर के भन्नुहुन्छ हेर्दै गर्नु होला स्पेशल रिपोर्ट। नेपालको कानुन अनुसार यो चाहिँ थुप्रै वर्ष अगाडि बनेको एउटा कानुन थियो। जति बेला चाहिँ नेपालमा भारतबाट नेपालतर्फ प्रवेश गर्ने नागरिकहरूले घराइसी सरसामानहरू ल्याउन् भनेर तत्कालीन राज्य सत्ताले राजपत्रमा उल्लेख गरेर त्यो बेलाको 100 रुपैयाँ बराबरको सामान नेपाल ल्याउन पाउने भन्ने व्यवस्था गरेको थियो, जुन चाहिँ आजभन्दा 30-35 वर्ष अगाडिको व्यवस्था हो। जति बेला 100 रुपैयाँमा थुप्रै घराइसी सामानहरू पाइने गर्दथ्यो र अहिले चाहिँ पछिल्लो समय नयाँ सरकार परिवर्तन भएसँगै कडाइका साथ 100 रुपैयाँ कार्यान्वयन गर्न खोजेको देखिन्छ। यद्यपि व्यावहारिक रूपमा काँक्रोभिट्टा नाकामा भन्ने त्यो छैन। घराइसी प्रयोजनका सामान ल्याउनेहरूको लागि त्यत्रो धेरै रोकटोक छैन र व्यावसायिक प्रयोजनका लागि सामान ल्याउनेहरूको हकमा भने पक्कै पनि कडाइ गरिएको छ। नेपाल सरकारले भन्सारको अधीनमा आउनुपर्छ, चोरी तस्करी नियन्त्रण हुनुपर्छ भन्ने ढङ्गले जुन ढङ्गले व्यावसायिक प्रयोजनका लागि सरसामान ल्याउनेहरूका लागि यो कडाइ गरेको छ यो चाहिँ ठिकै छ जस्तो हामीलाई लाग्छ। किनभने अवैध रूपमा चोरी तस्करी बढ्दै जाँदाखेरि अपराधिक घटनाहरू पनि बढ्ने साथसाथै अहिले पछिल्लो अवस्था नेपालमा लागु औषधको एकदमै धेरै बिगबिगी र हाम्रो जुन भारतसँगको 144 किलोमिटर खुला बोर्डर छ त्यो कारणले पनि लागु औषध एकदमै जर्जर अवस्था बन्दै गएका कारण पनि कडाइ नाकामा भइरहेको छ। यद्यपि जुन कुरा गरिएको छ नाकामा 100 रुपैयाँभन्दा बढीको सामान ल्याउन पाइँदैन भनेर यो चाहिँ खासमा काँक्रोभिट्टा भन्सारमा यो देखिँदैन, किनभने व्यावहारिक रूपमा घराइसी प्रयोजनका लागि सामान ल्याउनेहरूले ल्याइरहनु भएको छ। जसले व्यापारिक प्रयोजनका लागि सामान ल्याउनुहुन्छ उहाँहरूको हकमा भने पक्कै पनि कडाइ गरिएको छ, जसलाई भन्सारको करको दायरामा ल्याउनको लागि यो गरिएको हो। र जसले व्यावहारिक हिसाबले आफ्नो घराइसी प्रयोजनका लागि केही सामानहरू ल्याइरहनु भएको छ उहाँहरूको लागि यो नाकामा त्यस्तो असर छैन। बोर्डर क्षेत्रबाट चोरी पैठारीलाई रोक्ने र सँगसँगै कुनै पनि अपराधिक गतिविधिहरू नहोस् र सँगसँगै व्यावसायिक प्रयोजनको लागि छिमेकी मुलुकबाट ल्याइने सामानको चाहिँ भन्सार तिर्नुपर्छ, जसले गर्दाखेरि जुन भन्सार तिरेपछि यो देशलाई चाहिँ आर्थिक चाहिँ उपार्जनको हिसाबले अथवा चाहिँ इन्कम सोर्स हिसाबले पनि के छ भने भन्सार चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसो हुँदाखेरि व्यावसायिक प्रयोजनका लागि ल्याइएका सामान माल वस्तुको 100 भन्दा बढी ल्याइएका सामानहरूको भन्सार गरिनुपर्छ, जुन चिज व्यावसायिक प्रयोजनको लागि हो। अर्को दोस्रो कुरा घराइसी प्रयोजनको लागि जुन चिज चाहिँ कानुनले निषेध गरेको छैन अथवा चाहिँ ब्यान गरेको छैन, कानुनी रूपमा ब्यान नगरिएका सामानहरू घराइसी प्रयोजनको लागि ल्याउने कुरामा त्यस्तो 100 रुपैयाँभन्दा बढी ल्याउन पाइँदैन भन्ने कुरा छैन। किनभने सामान्य चाहिँ आम नागरिकहरूले आफ्नो घराइसी प्रयोजनको लागि ल्याएको सामान त्यस्तो अथवा चाहिँ कस्टमले अथवा तपाईँको नेपाल प्रहरीले अथवा सुरक्षा अङ्गले त्यस्तो हिसाबले हेरेको छैन। सुन्नु न, उता इन्डियाबाट आउनु भएको नि, अनि इन्डियाबाट आउँदाखेरि यो नेपालको बोर्डरमा धेरै दुःख छ अरे, सामानहरू एकदमै छिराउनु हजुर त्यस्तो केही पनि भएन। यहाँ तपाईँहरूलाई सामान सबै निकालेर होइन 100 रुपैयाँभन्दा बढीको सामान केही पनि चेक गर्नु भएन, त्यस्तो कडाइ केही पनि छैन। हजुर कहाँबाट आउनु भएको? दिल्लीबाट। हजुर हुन्छ। इधर कुछ नहीं बोला। बोला कहाँ जा रहे हैं?
हाँ, लेकिन सामान लेके जाने नहीं पाएगा, ऐसा सामान वगैरह कुछ नहीं बोला। मतलब सब कुछ ठीक है, यहाँ कोई दिक्कत तो नहीं है? दिक्कत नहीं है ना। आपका नाम? हमारा मिठू बर्मन, कहाँ से आए? हम हल्दीबाड़ी से आया। हल्दीबाड़ी। तो मतलब नेपाल अंदर आने में कोई समस्या नहीं हुआ आपको? नहीं बस गया तो हाँ, आई कार्ड दिखाया, बस छोड़ दिया। लेकिन कोई सामान लेके जाने नहीं पाएगा, बहुत सारा ऐसा स्ट्रिक्ट है, ऐसा कुछ नहीं बोला? कुछ नहीं बोला। कुछ समस्या नहीं हुआ बॉर्डर नहीं में? बोला। आपका नाम सर? गणेश दे, कहाँ से आए? एकदम बंगाल का, असम बंगाल का बॉर्डर में आया। बॉर्डर में। और आपका नाम? रोमिन वर्मा। आपको कोई मतलब सब यहाँ दिक्कत नहीं हुआ? नहीं, कोई ठीक। दिक्कत नहीं है। खाली वोट का फोटो दिखाया, बस रनिंग में दिखाया, छोड़ दिया। ओके।